अपडेटहरू दैनिक रूपमा प्रस्तुत गरिरहेका छौँ र यहाँबाट यसरी यो भिडियो श्रृङ्खला सुरु हुन्छ। तपाईले देख्न सक्नुहुनेछ यहाँको काम गराइ शैली र यहाँको भौतिक प्रगतिलाई हामीले एक एक गरेर अपडेट गर्दै जानेछौँ। यो दृश्य सामग्री तपाईको लागि। यो हेरिरहनु भएको छ, यो जुन नापिरहेको छ यहाँ चाहिँ यो जुन रड उठाइएको छ त्यो भागलाई भोलि मर्काइनेछ र त्यो बढी भएको भागलाई चाहिँ मिलाउने गरी यो काम भइरहेको अवस्था हो, जहाँको दृश्य तपाईँ हेर्न सक्नुहुनेछ। यो वरिपरि यसरी काम भइरहँदा बिचको भागतर्फ छिटै ढलान सकिनेवाला रहेको छ। विशेष गरी एफइडी यो ब्लक क्षेत्रको ढलानको काम समाप्त हुने क्रममा रहेको छ बिचको लाइनमा र आज रातभरमा काम गरेर धेरै काम सकिनेवाला रहेको छ जसरी यहाँ काम भइरहेको छ। अनि हामी तपाईलाई विशेष गरी यो प्रोटेक्सन पाइलिङ क्षेत्रमा नि के भइरहेको छ त्यतातर्फ पनि अपडेट गराउँदै लैजानेछौँ। सारा दृश्य तपाईँलाई हामी देखाउनेछौँ। कृपया भिडियो अन्तिमसम्म हेर्नुहोला, कस्तो लाग्छ कमेन्ट गर्न पनि नभुल्नुहोला। हामी तपाईँलाई आजको विशेष अपडेटहरू यहाँ प्रस्तुत गर्दै यो भिडियो सामग्री तपाईँलाई जानकारी गराउने नै छौँ। र कुर्सीको बारेमा के कस्तो भइरहेको छ, कुर्सी कतिवटा बने, कहिलेबाट फिटिङ हुन्छ, के कस्तो छ भन्ने विषयबारे पनि तपाईँलाई जानकारी पक्कै पनि हामी गराउँदै लैजानेछौँ। अन्तिमसम्म हेर्नुहोला, कस्तो लाग्छ प्रतिक्रिया दिन पनि नभुल्नुहोला। र यसरी ट्युब क्रिकेट मैदानको यो बिचको भागमा भएको निकै महत्त्वपूर्ण यी कामहरू आजबाट यसरी तीव्रताका साथ भइरहेको छ। यो छेउमा चाहिँ भएको काम के हो भन्नुहुन्छ भने यहाँ चाहिँ बिचमा यसरी भर्याङ पनि रहनेछ, भर्याङको भाग पनि रहेको छ र यो भर्याङको भागलाई यसरी मिलाइँदै पनि गरेको अवस्था तपाईँहरूले देख्न सक्नुहुन्छ। जसरी यहाँ अहिले मर्काइएको छ त्यो ग्याप रहेको भागमा उतापट्टि ठडाइएको डन्डी त्यसै गरी यहाँ चाहिँ भित्र छिराइनेछ भन्ने पनि हामीलाई जानकारी प्राप्त भएको छ। र यो तरिकाले ट्युब क्रिकेट मैदानको यो कास्टिङको काम माथिल्लो भागतर्फ प्रवेश गरेको छ र घाम लागेको खण्डमा भने पक्कै पनि छिटोभन्दा छिटो द्रुत गतिले काम समाप्त हुने एउटा यहाँको अपेक्षा राख्न सकिने अवस्था रहेको छ। हामी तपाईँलाई निरन्तर रूपमा यहाँको गतिविधिहरूलाई जानकारी गराउँदै ल्याइदिएका छौँ र त्यसै अनुसारको आजको यो 60,000 स्क्वायर फिटतर्फको मात्र यो अपडेट रहनेछ। यसमा हामीले तपाईँलाई यता 23,000 स्क्वायर फिटको छुट्टै भिडियो बनाउनेछ। फ्लड लाइटबारे केही जानकारी आजको खण्डमा आएको खण्डमा पक्कै पनि जानकारी गराउने नै छौँ। भने यसरी ट्युब क्रिकेट मैदानको माथिल्लो भागतर्फ काम निरन्तर रूपमा अगाडि बढिरहेको छ। हामी तपाईँलाई सबै दृश्य एक एक गरेर जानकारी गराउँदै लैजानेछौँ। हेर्नुहोला, भएका कामका भौतिक प्रगतिहरू, यहाँका अवस्थाहरू, सबै दृश्यहरू तपाईँले महसुस गर्न सक्नुहुन्छ। रेलिङको काम भइरहेको छ, कुर्सी फिटिङको काम तीव्रता भइरहेको छ। ठ्याक्कै मैदानमा कुर्सी फिटिङ चाहिँ कहिलेबाट हुन्छ त अलिकति अन्य काम पनि भएका कारण चाहिँ जुन मार्किङ गरिएका छन् ती लाइनहरू पनि अलिकति मेटिने हुन् कि भन्ने एउटा आशंका पनि छ, जहाँ चाहिँ त्यो मार्किङ लाइनलाई अलिकति रोकेर अथवा त्यसलाई चाहिँ नमेट्ने गरी एउटा क्षेत्रमा सकिसकेपछि अर्को क्षेत्रमा सकेर फेरि मार्किङ भएको क्षेत्रमा कुर्सी जडान गर्ने हो कि भन्ने कुरा पनि छ। भनेको दुईवटा ब्लकको तल्लो भागमा चाहिँ मार्किङ सकिसकेपछि चाहिँ अनि कुर्सी फिटिङको काम अगाडि बढ्दा निरन्तर रूपमा हुनसक्छ भन्ने एउटा तरिकाले र अलिकति यो बिचको भागको काम पनि सकिसकेपछि चाहिँ त्यहाँ भएका जुन काम गर्दाखेरि अथवा मार्किङ गर्दाखेरि पनि नमेटिने अवस्था आइदियोस् भन्ने तरिकाले यहाँ चाहिँ मार्किङ गरेर कुर्सी फिटिङको काम हुनसक्छ भन्ने एउटा अपेक्षा छ र त्यो अनुसारको काम भइरहेको छ। हेर्न सक्नुहुनेछ कति फिटिङ भइसकेका छन् भन्ने विषय एकदमै तीव्र गतिमा चाङ लागिसकेका छन्। कुर्सी फिटिङका कामहरू हामीले भित्र गएर बनाएका छौँ, बाहिर पनि काम भइरहेको छ र यो भिडियोमा चाहिँ तपाईँले सिक्वेन्स वाइज
कसरी कुर्सी फिटिङ भइरहेको छ त, कुर्सी फिटिङका सिलसिला प्रक्रिया कस्ता छन् त हामी तपाईँलाई देखाउनेछौँ यो भिडियोमा। अन्तिमसम्म हेर्नुभयो भने पक्कै पनि एउटा कुर्सी फिटिङ कसरी भइरहेको छ त, यहाँ बनिरहेका नट बोल्टुहरूको जडान कसरी हुन्छ त, सबै विषयबारे हामीले तपाईँलाई महत्त्वपूर्ण भिडियो कैद गरेर देखाएका छौँ। एउटा कुर्सी फिटिङ गर्नका लागि कति मिनटसम्म समय लाग्दो रहेछ त, त्यो विषय पनि हामीले तपाईँलाई देखाएका छौँ। र अहिले कुर्सी फिट मात्र हेर्ने हो भने कुर्सी फिटिङ मात्र को समय अगाडि पनि धेरै टाइम लागेको थियो, जुन चाहिँ यहाँ कुर्सी फिटिङ गर्नका लागि बनेको यो नट बोल्ट जोड्ने काम र यसरी यो जुन ट्रे रहेको छ यो राख्नका लागि सबैभन्दा पहिला यो जसरी निकालिएको छ त्योभन्दा अगाडि चाहिँ के कसरी काम हुँदो रहेछ त, हामीले स्टेप बाई स्टेपको एउटा सिलसिला तपाईँहरूलाई देखाएका छौँ। अन्तिमसम्म हेर्नुहोला। र सुरुमा यसरी कुर्सी राखिन्छ, यहाँ पहिले साँचो तयार भइसकेको हुन्छ, कति लेभलमा राख्ने के गर्ने भनेर फिट बनाएर राखिएको छ। 3टा कुर्सी त्यसरी ट्याक्क राखिन्छ। अनि राखिसकेपछि अब त्यसभन्दा माथिलाई चाहिँ अब देख्न सक्नुहुन्छ त्यसको स्ट्यान्ड राखिन्छ र प्लास्टिक शुद्धै राखिन्छ, किनभने यो भोलि जडान गर्दा कुर्सी अहिले अरू पनि काम भइरहेको छ, माटो धुलो लाग्ने अथवा त्यो तरिकाको बाहिर चाहिँ अलिकति समस्या पार्ने हुँदा चाहिँ अहिले प्लास्टिक हटाइएको छैन र फिट गर्दा पनि प्लास्टिक सहितको फिट गरिनेछ र समग्र जुन फिनिस भइसकेपछि फाइनल फिनिस भइसकेपछि मात्रै कुर्सी हटाइनेछ, जसले गर्दा चाहिँ धुलोहरूबाट समस्या नआओस् भन्ने पनि हुन्छ। र यसलाई चाहिँ जुन स्ट्यान्ड रेडी भएको हुन्छ त्यसलाई उल्टो बनाएर राखिन्छ र उल्टो बनाएर राखिसकेपछि अब ट्याक्क त्यसको लेभलमा पहिले मिलिसकेको छ, किनभने साँचो त्यही अनुसारको तयार भएको हुन्छ र त्यो भइसकेपछि चाहिँ यहाँ तपाईँले देख्न सक्नुहुनेछ त्यसको लागि चाहिँ त्यहाँ एङ्कर प्लेट त्यहाँ राखिएको तपाईँ देख्न सक्नुहुन्छ, त्यो सानो, त्यसमाथि चाहिँ नट बोल्टु हाल्ने काम हुन्छ केही बेरमा, तपाईँ आफै पनि महसुस गर्न सक्नुहुनेछ। हेर्नुहोला कसरी भइरहेको छ काम भनेर। र त्यो जोडिसकेपछि चाहिँ कसरी काम हुन्छ त, यो करिब 1 मिनट अगाडिदेखि सुरु भयो होला यो काम र बिस्तारै काम हुँदै हुँदै जाँदा कति मिनटमा सकिन्छ त हेर्नुहोला आफै। र एउटा कुर्सी एक लटमा 3वटा कुर्सी फिट हुँदै गर्दा चाहिँ कति समय लाग्न सक्छ त। अनि यतापट्टि चाहिँ त्यसका लागि चाहिने नट बोल्टु यस्तो तयार भइरहेको छ, त्यो एङ्कर प्लेट टाइपको। अब यसलाई बोल्टु नट बोल्टु यसको भनेर बुझ्दा भइहाल्यो भने उतापट्टि त्यसरी देख्न सक्नुहुनेछ। र सबै त्यहाँ चाहिँ त्यो प्लेट राखिसकेपछि त्यसमा चाहिँ बोल्ट राखेर त्यहाँ माथि चाहिँ अब त्यसलाई कसने मात्र काम हुनेछ। भनेपछि यसरी चाहिँ एकैचोटिमा कम्तीमा 5 मिनटैभित्र यसरी एउटा 3वटा कुर्सीको जडान फिट भइसकेको हुन्छ। स्टेप बाई स्टेपको यो भिडियो तपाईँलाई हामीले खिचेर प्रस्तुत गरेका छौँ, देख्न सक्नुहुनेछ। र त्यहाँ मिलाएर लेभल मिलाउने काम भइरहेको पनि देख्न सक्नुहुनेछ। समग्रमा कति मिनट चाहिँ लाग्दो रहेछ त 3वटा कुर्सी जडान हुनलाई। एउटा यो स्ट्यान्डमा 3वटा कुर्सी राखिनेछ र 3वटा राखिसकेपछि चाहिँ त्यो स्ट्यान्ड बनाउन त समय लागेको थियो एउटा स्ट्यान्ड बनाउनको लागि, र यो कुर्सी फिट मात्र गर्नको लागि चाहिँ हेर्नु होला। अब यो यहाँबाट कसिसकेपछि चाहिँ एकैचोटिमा रेडी हुन्छ, त्यो एकचोटिमा रेडी भइसक्यो। अब फेरि अर्को कुर्सी फिटिङ उल्टो बनाएर त्यसको ठ्याक्क मिलाएर राखिएको छ र त्यही अनुसार चाहिँ यसको फिटिङको प्रक्रिया अगाडि बढ्ने हुँदो रहेछ। हामीले यस्तो खाले कुर्सी जोडेको नेपालमा पहिलोचोटि देखिरहेका छौँ र यसरी जडान भइरहेका सबै प्रविधिहरू नेपाली क्रिकेट अथवा नेपाली खेलकुदका लागि पनि एकदमै रमाइलो रोमाञ्चक र एक तरिकाको हामीले नदेखेको दृश्यहरू देख्न पाउँदा यो रोमाञ्चित बन्ने दृश्यहरू पनि रहेको छ, जुन दृश्यलाई हामीले तपाईँलाई यसरी प्रस्तुत गरिरहेका छौँ। र यो तरिकाले हेर्नुहुन्छ भने काम लगभग सकिने लागेको छ। यो कुर्सी फिटिङको काम ठ्याक्क यहाँबाट तपाईँले देख्न सक्नुहुनेछ। अब एउटा मात्र बाँकी रहेको छ फिट, त्यो घुमाउनको लागि कस्नको लागि भने यसरी चाहिँ अलमोस्ट रेडी भयो यो। अब यसलाई झिकेर यता राख्ने मात्र काम बाँकी रह्यो भने चाहिँ अलमोस्ट 4-5 मिनट 3-4 मिनटभित्र चाहिँ एउटा कुर्सी 3वटा कुर्सी एउटा स्ट्यान्डमा जडान भइसक्ने यहाँको यो काम गराएको शैली हेर्दा देखियो। र यसरी त्यहाँ रेडी भएको कुर्सीलाई झिकेर यतापट्टि राखिन्छ र यतापट्टि राखिसकेपछि त्यो कुर्सी कहाँ म्यानेज गरिन्छ हामी देखाउने नै छौँ तपाईँलाई। यसरी काम भइरहेको छ ट्युब क्रिकेट मैदानमा र यो कुर्सीलाई अहिले पछाडि हामी तपाईँलाई देखाउने नै छौँ। र अन्य स्ट्यान्डहरू पनि धेरै स्ट्यान्डहरू रेडी भइसकेका छन् यो क्षेत्रमा। र यो चाहिँ सबभन्दा पहिला चाहिँ एफ ब्लकतर्फ जडान हुनेछ, एफ ब्लकको तल्लो भागमा जडान हुनेछ। त्यसपछि अन्य डीईको ब्लकको तल्लो भित्रमा हुनेछ र यसरी यो काम यहाँ बाहिर ल्याएर यसरी राखिएको छ। यहाँबाट यी कामहरू देख्न सक्नुहुनेछ। यो तरिकाले कुर्सी फिटिङ भएका कामहरू यहाँ तपाईँले यसरी देख्न सक्नुहुनेछ। अब यहाँ चाहिँ कति कुर्सी फिट भयो होला त,
गनिएको छैन, तर धेरै मात्रामा बाक्लो सङ्ख्यामा यहाँ चाङ लागेको छ कुर्सीको यसरी। र एक तरिकाले हेर्दा चाहिँ यफ ब्लकको तल्लो भागमा कुर्सी फिट गर्नका लागि चाहिँ तयारी भइसकेको छ जस्तो पनि देखिन्छ सङ्ख्याको हिसाबले हेर्दा। तल्लो भागमा कति कुर्सी जोडिन्छ, के कस्तो हुन्छ भन्ने विषयको जानकारी हामीले तपाईँलाई अघिल्लो भिडियोमा देखाएका छौँ र अर्को भिडियो पनि आउनेछ, किनभने यसको लागि कुर्सी फिटिङ कसरी हुन्छ, कतिवटा हुन्छ एउटा ब्लकमा भन्ने विषय र एउटा ब्लकमा जस्तो कुर्सीको एउटा आकार दिइन्छ अथवा जसरी डिजाइन गरिएको छ 6 ब्लकमा त्यसै गरी चाहिँ कुर्सी फिट गरिने हुँदा एउटा डिजाइन हामीले प्रस्तुत गर्नेछौँ र त्यसपछि चाहिँ कतिवटा कुर्सी के कसो भन्ने सबै विषय त्यसबाटै क्लियर हुनेछ। हामी तपाईँलाई पक्कै पनि जानकारी गराउनेछौँ एउटा भिडियो मार्फत र त्यो केही दिनमै हामी तपाईँलाई जानकारी गर्ने सार्वजनिक गर्ने कोसिस गर्नेछौँ। र यसरी तयार भइसकेको कुर्सीलाई यहाँ राखिएको छ, यसरी मिलाएर राखिएको छ र यसरी चाङ बनाएर राखिएको छ, प्लास्टिक झिकिएको छैन। पक्कै पनि यसलाई चाहिँ यसको चाहिँ नकुत्तरियोस्, यसमा चाहिँ यसको कुनै पनि संरचनामा दाग साग नलागोस् भनेर पनि हो। र अहिले कुर्सी फिटिङ गर्दा प्लास्टिक माथिको जुन नट जोडिन्छ त्यही भागको मात्र अलिकति च्यातेर गरिएको हुन्छ र तलबाट हेर्दा यस्तो ठ्याक्क देखिन्छ। तपाईँ हेर्न सक्नुहुनेछ, एकदम नजिकैबाट पनि हेर्न सक्नुहुनेछ के कस्तो देखिन्छ त कुर्सी फिटिङ गरिसकेपछि चाहिँ। यो दृश्य तपाईँले यहाँबाट पक्कै पनि यसरी हेर्नु होला, अनुगमन पनि गर्नु होला। र यो तरिकाले कुर्सी फिटिङको कार्य अगाडि बढाइएको अवस्था छ र यो कुर्सीलाई टक्क भोलिका दिनमा ड्रिल गरेर जोडिने हो तल। र ड्रिल चाहिँ कहिलेबाट हुन्छ भन्ने विषयबारे अघि भनिहाल्यौँ। पक्कै पनि अलिकति त्यो बिचको भाग दर्शक हिँड्ने भागको काम सकिएपछि चाहिँ तल्लो भागको जुन लेआउट अथवा मार्किङ गरेको हुन्छ त्यो नमेटेपछि चाहिँ काम अगाडि बढाउने हो। त्यो तल्लो भागतर्फ अलिकति त्यहाँ चाहिँ कामदारहरूको चाप पनि हुने र मेटिने पनि हुनसक्छ। र यो तरिकाले चाहिँ तपाईँले यहाँका दृश्यहरूलाई देख्न सक्नुहुनेछ। भएका काम, भौतिक प्रगति, यहाँका अन्य अपडेटहरू यो तरिकाले भइरहेको ताजा दृश्य रहेका छन् र भित्र बनेका कुर्सीलाई यतातर्फ ल्याएर अहिले व्यवस्थित गर्ने काम भइरहेको अवस्था देख्न सक्नुहुनेछ। हामीले तपाईँलाई यो भिडियोलाई निरन्तर रूपमा देखाइरहेका छौँ। टिभी कार्यक्रम मैदानको आजको दिनसम्म आइपुग्दा भएका भौतिक प्रगतिलाई हामीले कुनै पनि दिन नचुकाइकन तपाईँहरूमा आज प्रस्तुत गर्ने एउटा कोसिस गरिरहेका छौँ र सोही सिलसिलालाई निरन्तरता दिने क्रममा आजको यो भिडियो निकै महत्त्वपूर्ण भिडियो रहनेछ। अन्तिमसम्मै हेर्नुहोला र अन्य भागतर्फ अब के कसरी काम भइरहेको छ भन्ने विषय पनि हामी तपाईँलाई जानकारी गराउने नै छौँ। र आज कास्टिङको कामले एकदमै तीव्रताका साथ काम भइरहेको दृश्य तपाईँले